ल अब यो क्वेसन नम्बर 2 मा हेर्नुस् त। क्वेसन नम्बर 2 मा के छ भने यो चित्र एक्स भनेको अंश हो, पार्ट्स हो है त। यो चित्र भनेको के हो त? अंश हो, पार्ट हो नि, यो पार्ट हो नि। कसको पार्ट हो त? एबिसिडी मध्ये कुनै एउटाको पार्ट छ। अब त्यो चित्र दिएका अप्सन एबिसिडी मध्ये यो कुन चाहिँको हो भनेर तपाईँ पत्ता लगाउनु। ल साथीहरू, तपाईँहरूको काम सुरु भयो। यो नर्मलमा है त मैले धेरै गर्नुभन्दा नि तपाईँले धेरै एन्सर भन्नुपर्ने हुन्छ क्या। प्र्याक्टिस तपाईँले नै गर्ने हो होइन। मैले त कन्सेप्ट भनिदिइहाल्छु नि, मैले भनेर तपाईँले आउने कुरा होइन। तपाईँले मेन भनेको आफै खोज्ने हो क्या। तपाईँले जबसम्म आफै खोज्दैन, खोजी गर्नु हुँदैन, जबसम्म आफै प्र्याक्टिस गर्नु हुँदैन तबसम्म यो कुराहरू ननभर्बल तपाईँले गाह्रो हुन जान्छ कि। मैले भनेर मात्रै हुँदैन। किन भन्दा न्युमेरिकल जस्तो यो है, यो साथीले यसमा यो फर्मुला लाग्छ, यो ट्रिक लाग्छ, मैले ठ्याक्क भनिदिन्छु, त्यही प्याटर्नको प्रश्नहरू आउँछ। यहाँ चाहिँ अलिकति प्रश्न पछि फरक फरक अलिअलि लुकेको हुन्छ क्या। अलिकति आफूले पनि आफ्नो दिमागलाई अलिकति चलाउनु पर्ने हुन्छ है त। ल हेर्नुहोस् कुनमा छ। ल टुको कमेन्ट गर्नुहोस्। ल आयुष ओलीजी पनि नयाँ हो जस्तो लाग्यो। प्रश्नमा हामी त पुरानो यो लाग्यो। ल ठिकै छ। लक्की मिश्राजी ठिक छ। लक्ष्मी श्रेष्ठ, तुलाधर चौधरी, ल निकिता दाहाल, आयुष ओली, ल विश्वाजी, माया केसी पनि आज नयाँ हो कि के हो। ल रविशा, बिकेजी ओके, ल सीताजी ओके, सी सबैजनाको सी आयो। ध्रुव पौडेलजीको पनि सी आयो, मितुल कुमारजीको पनि सी आयो, ल निकिता दाहालजीको पनि सी आयो। ल अब हेर्नु यस्तो सेटको कहाँ त? अब यहाँ कतै बन्छ यसरी, यो त टाढा बन्दै भनेन। बीमा पनि कतै बन्ने खालको छ, यसरी सिधा छैन, यहाँ अंश बन्ने कि छैन। सीमा कहाँ बनेको छ त? ल सीमा कहाँ बनेको छ? एउटा यो चाहिँ यसरी, मैले यो यसो टिक जस्तो लाग्यो होइन, यसो टिक जस्तो भयो। अनि अर्को कहाँ छ? यो गऱ्यो, यो अलिकति बाङ्गो छ भने यो सिधा यो भयो, यसरी यो बनेको छ होइन। यो ठ्याक्कै तपाईँ कहाँ भन्दा ल अरू कतै चाहिँ योभन्दा छैन नि होइन। ल कुरा बुझ्नु भयो। यो एक्स जस्तो चित्र कहाँ छ भन्दा कहीँ पनि छैन, अप्सन सीमा मात्रै छ, अरू कतै पनि भेटिनँ मैले। तपाईँहरूले पनि सी नै भनिसक्नु भयो, राम्रै कुरा भयो होइन त। ल यसरी यो फिगर कहाँ छ भन्दा यो चित्र, यो ठ्याक्कै यस्तो चित्र अप्सन सीमा चाहिँ, त्यही भएर एन्सर सी हुन गयो। जुन तपाईँहरूमध्ये सबैजनाले मिलाउनु भएको छ, सम्पूर्णलाई बधाई छ है त। ल